अलि माथि चाहिँ ह्यापी बर्थडे भनेको ह्यापी बर्थडे ह्यापी बर्थडे टु ह्यापी बर्थडे भन्नु पर्छ यस्तै सधैँ यस्तै हुन्छ यस्तै हुन्छ 2082 साल यो मङ्सिर अरे कुन महिना माघ सोह्र गते शुक्रबार बेलुका सरस्वती राई हाम्रो नानाको बर्थडे भाइ छ यहाँ बहिनीहरू छ यहाँ सोमियाङ छ सोमियाङ ह्यापी बर्थडे मामु भन मामु क्यान्डल त बलिहाल्छ अनि हामीले यहाँबाट हानेको नि त एकछिन मजा के हुँदा मुजीबाट हुँदो रहेछ नि त नि फेदमा हामी दाजु पप्पाको पड्के भयो त उयोलाई त फुक्कै बनाइदिनुहोस् न ल सुनिल भाइ के मजाको भेनाले यहाँ गिफ्ट दिनुहुन्छ होइन भेना गिफ्ट दिनुहुन्छ होइन भेनाले त अब एकछिन मासु पो होइन गिफ्ट खोइ हो नि कता झर अब लाग्नु लिएर आउनु न खुसी बनाइदिनु बर्थडेको दिन खुसी बनाउनु पर्छ अरे क्या केक काट्दा पनि ह्यापी बर्थडे भन्ने खोइ छिटो खानु ह्यापी बर्थडे भनिहाल्ने केक काटिहाल्ने पुष्पा बहिनी अविना बहिनी सोमियाङ 22-24 वर्षको बच्चाहरू छ ह्यापी हाम्रो नाना ह्याप्पी रिटर्न्स अफ द डे भन्नु न जन्मदिनको धेरै धेरै शुभकामना छ भन्नु न पापालाई नि खुवाइदेऊ पापालाई खुवाइदेऊ हाम्रो धीरेन राई 27औं जन्मदिन हो हाम्रो नानाको हाम्रो भेनाले एउटा दाजुले 27 वर्ष पुरा भएर 28 वर्ष Happy birthday. 2 अनि 7 गर्दा त नमिल्छ नि मलाई नपुग्छ 2 अनि 7 Oh my god. Happy birthday. Happy birthday छैन धन्यवाद छैन सोमियाङको पापा सके एउटा राम्रो भिडियो बनाइदे यहाँ बसेर म के भन्छु
नमस्कार नमस्ते नमस्ते सबैलाई नमस्कार हैन शुक्रबार दिवसको दिन चाहिँ मेरो जन्मदिन हजुर 55 सालमा जन्म भएको हैन मैले चाहिँ कहिले चाहिँ यसरी केक काटेर चाहिँ बर्थडे मनाएको थिएन कस्तो रातो भइरहेको छ गाला पनि सरप्राइज जस्तै हो भाइहरूले भाइ सबैजना बुढो सबैजनालाई धेरै धेरै धन्यवाद यहाँ छ नि अब मेरो बस न अलिकति मेरो बर्थडे विश नानाको छ गरेकोमा ल सबैलाई सबैको तर्फबाट ह्यापी बर्थडे अनि धेरै धेरै जन्मदिनको शुभकामना अनि पुरा आयु होस् हाम्रो नानाको ह्यापी बर्थडे लु ग्रुप फोटो खिचिदिन्छु सबै त्यहाँ बस्नु म त कल खिच्ने हो म त पनि खिच्ने हो लु भाइहरू बहिनीहरू बर्थडे गर्लको केटा सबैलाई फोटो खिच्नु न पहिला अनि अहिले खाइगएको फोटो चाहिँ खिच्नु बस्नु न यता सधैँ सबै अनि हामी यता जा निशान यो कस्तो देखियो क्या तक्कल देखिएको छ कि यहाँ आउनु आउनु ओइ मैले आइज ए ल ठिक देख्ने रहेछ यार कसम आउनु न पपाया अलिक यसो देखाइदिनु पर्यो नि त यार यसो हामी ए अँधेरो म त यस्तो गरिदिन्छु नि फेरि काले टल्किने रहेछ चस्मा त नलाउनु आइफोनमै हेर्दो रहेछ उड्नु भएको कि बस्नु सबै यता हेर है त के भइसक्यो मैले आउनु आउनु दाजु यहाँ तपाईँ चाहिँ नआइदिनु यहाँ ओइ यहाँ त दाजु आउनु पर्छ ए भेनाची जानु न अनि तपाईँ त के छ यार तर मेरो त यार हामी कोल्टे बस्छौँ सबै उता जा न तिमीहरू के यसै गरौ देखियो यहाँबाट खिच्यो छिटो जा न त्यहाँ उतै खोयो दाजु त देख्दिनँ म हाँस्ने यता हेर न दाजु त्यही क्यामेरामा हेर्ने उसको क्यामेरामा हेर्ने अरे भयो तपाईँ तक्कलमा आज नम्बरलाई खिचिदिन्छु लु तपाईँको नि तक्कल खोल्नु है यो हुनेवाला चिलिक्कै टल्किन्छ होला ल बत्ती फर्किँदैन नि यहाँ यस्तो गरौँ